होइन सेती देख्नु राम्री हुनु तपाईँ त डरै राम्री हुनुहुन्छ होला नि आमा पहिले त राम्रो थियो नि अब बुढा भएर कस्तो भयो बुढी भयो नि त राम्री हुनुहुन्छ अनि कति राम्री हुनुहुन्छ भोलि पर्सि म हामी नि यस्तै हुन्छ मलाई तपाईँ यस्तै नि कस्तो हुन्छ त बुढा भएपछि बुवाको जस्तै अनुहार छ नि त हाम्रो पनि बुवाको नि त तपाईँको जस्तै छ तपाईँलाई अब के गर्न मन लाग्छ बाउले दिएको त मैले दिएको पनि होइन दिनुभयो सक्यो होइन तपाईँलाई चाहिँ अब चाहिँ के चाहिँ गर्न मन लाग्छ त भन्नु त खोइ के गर्नु र के होइन डुल्न मन लाग्छ कि डुल्न घुम्न म त घरमा त कहिले पनि बस्ने नि त एकैछिन ए त चौक डाँडा जान्छु डाँडा पट्ट स्कुल डाँडा जान्छु डाँडा माथि कता कता कहिले भो जान्छु छोरीहरू कतिर जान्छु घरमा कहिले काहीँ एकछिन बस्यो भने मात्रै नभए बेलुका सुत्न मात्रै खटपटी नि लाग्दो होला नि त साथीहरू हुन्छन् थुप्रो डर साथी छैन होला है तपाईँलाई चिनेको मितसित लाउनु भएको थिएन कोहीसँग मित त म त लाउँदिनँ नलाएको उहिलेदेखि बाउका चाहिँ एउटा थियो अरे कतातिर मर होला मित भनेर ढोग्नु त अब यहाँ अब त्यसरी डुल्न जान ओर्न चिन्नुहुन्न नि त्यही भएर सुन्ने लाग्यो तपाईँलाई अब बस्यो होला अब दसैँ अब यो साधन आयो भने साधनसँग जान्छु बस्नु न कति उनीहरूसँग मात्रै बस्नु त हामीसँग नि यसो बस्नु हामीलाई पनि राम्रो लाग्छ बस्नु त राम्रै छ क्या अहिले गर्मी बेसी छ यता गर्मी पनि बेसी अलिक अब नौलो ठाउँ हुन्छ नि नौलो ठाउँ चिनेका जानेका हुँदैनन् कस्तो को छ थाहा हुँदैन त्यही हो हुन त तर आसाममा त त्यस्ता हुँदैन न मान्छे राम्रो हुन्छ आसामका मान्छे ढाँट्न छल्न जान्दैनन् नहुँदो बोल्दैनन् नेपाल त डह्रो ढाँट्छन् अरे नि नेपालका मान्छे त खोइ भन्छन् मेरो त कतै केही पनि छैन ढाँट्दैनन् नि त ढाँटेर पाइन्छ र त्यही त मान्छेलाई ठिक बोल ठिक उहिलेका त्यस्ता थिएनन् के अहिलेका त्यस्ता निस्केका छन् उहिलेका त सत्यमा थिए नि हौ मान्छे अहिलेका चाहिँ केटाकेटीहरू ढाँट 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 अहिलेका त कस्ता छन्